नमस्ते सम्पूर्ण साथीहरूलाई स्वागत छ। आजको यस नयाँ भिडियोको साथमा तपाईँहरू सम्पूर्णलाई स्वागत गर्दछु। आजको यस भिडियोमा चाहिँ तपाईँहरूलाई यस भिडियो मार्फत तपाईँहरूले कसरी सङ्गठित संस्थाको फर्म तपाईँले आफ्नै मोबाइल तथा आफ्नो ल्यापटपबाट कसरी भर्ने सम्पूर्ण जानकारी यस भिडियो मार्फत जानकारी दिन गइरहेको छु। यसको लागि तपाईँहरूले यस भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यस भिडियोलाई स्किप नगरी यस भिडियोको अन्तिम भागसम्म हेरी साथ दिनु होला। मन पर्नुहुन्छ भने तपाईँहरूले यस च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गर्नुहोला। यस भिडियोलाई अब ढिला नगरी अबको विषयवस्तुतर्फ लाग्न चाहन्छु। सर्वप्रथम तपाईँहरूले एउटा कुनै ब्राउजर खोल्नुहोस्, पिएससी भनेर सर्च गर्छु। त्यसपछि तपाईँहरूले के गर्नुपर्ने हुन्छ, तपाईँले दर्ता गर्नुहोस्। तपाईँले पहिलोपटक फर्म भर्दै हुनुहुन्छ भने तपाईँले के गर्नुपर्ने हुन्छ, यहाँ दर्ता गर्नुहोस्। त्यसपछि यहाँ सम्पूर्ण विवरण इन्ट्री गरेर तपाईँले यहाँ बुझाउनुहोस् गर्नुहोस् एन्ड आइडी क्रिएट गर्नुहोस् अनि तपाईँहरूले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। मैले चाहिँ यसका लागि मैले फर्म भर्नको लागि म अलरेडी आइडी बनाइसकेको छु। म आफूले क्रिएट गरेको आइडी लगइन गर्न गइरहेको छु। तपाईँहरूले पासवर्ड बिर्सिनु भएको छ भने यहाँ तल यहाँ पासवर्ड भुल्नुभयो भन्नेमा तपाईँले फर्क गरेर पनि पासवर्ड रिसेट गर्न सक्नुहुन्छ। अब चाहिँ म आफ्नो पासपोर्ट र यो इमेल आइडी हालेर लगइन गर्न गइरहेको छु। अनि त्यसपछि यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। त्यसपछि तपाईँहरूले यहाँ तल मेरो प्रोफाइल यो साइटको मेरो प्रोफाइल भन्नेमा क्लिक गर्नुहोस् तपाईँले। अनि त्यसपछि तपाईँहरूले यहाँ सम्पूर्ण विवरणहरू भर्नुहोस्। तपाईँले आफ्नो नाम, पहिलो नाम अनि सम्पूर्ण थरहरू हाल्नुहोस्। अनि तपाईँको परिवार, बुबा आमाको नाम अनि बुवाको नाम अनि पति पत्नीको नाम छ भने यसरी भर्न सक्नुहुन्छ। त्यसपछि भरिसक्नु भइसकेपछि त्यसपछि तपाईँहरू अतिरिक्तमा जान सक्नुहुन्छ। अनि त्यसपछि तपाईँहरूले सम्पूर्ण यहाँ जातमा तपाईँले भर्नुपर्ने हुन्छ। माथिको सम्पूर्ण विवरण भरिसकेपछि तपाईँले तल समावेशी हो भने तपाईँले समावेशीमा गएर तपाईँले समावेशी छनौट गर्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईँले आदिवासी जनजाति हुनुहुन्छ, दलित हुनुहुन्छ, मधेसी हुनुहुन्छ, तपाईँले त्यो सिफारिसलाई योमा सिलेक्ट तपाईँले हो त्यसमा क्लिक गर्नुपर्ने हुन्छ। अनि तपाईँले त्यस सिफारिस डकुमेन्टलाई यहाँ तपाईँले 400 केबीको जेपिजी पिएनजीमा तपाईँले यहाँ अपलोड गर्नुपर्ने हुन्छ। तर मेरो छैन। अब त्यसपछि म सम्पर्कमा गइसकेपछि तपाईँहरूले यहाँ सम्पर्कमा आफ्नो स्थायी ठेगाना राख्नुपर्ने हुन्छ। त्यसपछि म चाहिँ स्थायी मेरो ठेगाना गण्डकी प्रदेश हो। त्यसपछि जिल्ला गोरखा, त्यसपछि गाउँपालिका मेरो रहेको छ सिरान्चो गाउँपालिका, वार्ड नम्बर 1 चैनपुर, घर नम्बर छैन, फोन नम्बर सेम राख्छु। त्यसपछि तपाईँ पत्रचार गर्ने ठाउँ गोरखा। त्यसपछि तपाईँ जान सक्नुहुनेछ। त्यसपछि कागजातमा जानुहोस्, गर्छु। त्यसपछि तपाईँहरूले यहाँ आफ्नो हस्ताक्षर गरिएको नागरिकको फोटो पिएनजी जेपिजी जुनसुकै साइजमा भयो भने 400 केबीको फोटो अपलोड गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँ तपाईँले यहाँ ल्याएर तपाईँको स्क्यान गरेको फोटो अपलोड गर्नुपर्ने हुन्छ। म आफ्नो फोटो अपलोड गर्न गइरहेको छु। फोटो र हस्ताक्षर मैले स्क्यान गरेको अपलोड गरिसकेपछि तपाईँ शिक्षामा जानुपर्ने हुन्छ। तपाईँ शिक्षाको स्तरमा तपाईँ शैक्षिक योग्यता प्रमाणपत्र शैक्षिक योग्यतामा जानुभयो। त्यसपछि तपाईँले यहाँ तपाईँ कुन लेभलको डकुमेन्ट स्तर पास गर्दै हुनुहुन्छ। म एससी एनइबीमा क्लिक गर्छु। त्यसपछि तपाईँले यहाँ शैक्षिक उपाधिमा म +2 एससी पिएससीएल मा क्लिक गर्छु। त्यसपछि यहाँ सङ्काय म्यानेजमेन्ट। त्यसपछि तपाईँले सम्पूर्ण अपलोड गरिसकेपछि बुझाउनुहोस् गर्नुहोस्। शिक्षाको सम्पूर्ण विवरण भइसकेपछि तपाईँले तालिममा जानुहोस्। तालिम तपाईँले कुनै कुराको तालिम लिनुभएको छ तालिमको सम्बन्धित प्रमाणपत्रहरू प्रेस गर्नुहोस् अनि सक्नुहुनेछ। त्यसपछि व्यावसायिक परिषदमा जानुहोस्। तपाईँ कुनै व्यक्तिगत परिषद प्रमाणपत्र अपलोड गर्न सक्नुहुन्छ। गर्दा पनि हुन्छ, नगर्दा पनि हुन्छ। तपाईँ व्यावसायिक परिषदमा हुनुहुन्छ भने व्यावसायिक परिषदबाट हुनुहुन्छ भने। अनि अनुभव भनेको कुनै
क्षेत्रमा अनुभव बोक्नु भएको छ भने अनुभवको सम्पूर्ण विवरण भरिसक्नु भएपछि तपाईँले पुनः विवरण हेर्नुहोला। यसरी सम्पूर्ण विवरण गरौँला। यहाँ सम्पूर्ण विवरण यसरी सो गरेको हुन्छ। यति सबै विवरण सो भइसकेपछि तपाईँ अब फेरि जानुपर्ने हुन्छ तपाईँ यदि यो साइटको तपाईँ यो ड्यासमा सङ्गठित संस्थाको पूर्व योग्यता परीक्षामा जानुपर्ने हुन्छ। अनि त्यसपछि तपाईँले यहाँ यस्तो देख्न सक्नुहुन्छ कार्यालय रिक्त पद सूचीहरू। यहाँ यसरी विज्ञापन 2वटा 4औं र 5औं तहको छ। मैले यो सङ्गठित संस्थाको 5औं तहको गरेको छु। यहाँ विस्तृत विवरणमा हेर्नुहोस्, म क्लिक गर्छु। त्यसपछि तपाईँले यहाँ नायब सुपसरहको भनेर यो सम्पूर्ण विवरणलाई टिक गर्नुपर्ने हुन्छ। यहाँ आवेदक पेज सम्बन्धी पदपूर्ति आफू दिन चाहेको सबै समूह सेवा समूह र समावेशी समूह कोटा छनौट गर्नुहोस् भनेको छ। यहाँ तपाईँले सङ्गठित संस्थाको गीत नायब सुपसरहको हो 1 सङ्ख्यामा यसरी यहाँ टिक लाउनु पर्ने हुन्छ। अनि त्यसपछि तपाईँ न्यूनतम योग्यता छ हो मसँग मान्य योग्यता छ भन्नेमा क्लिक गर्नु। अनि त्यसपछि तपाईँ न्यूनतम योग्यता को संकायको के हो, म म्यानेजमेन्टको हो। त्यसपछि न्यूनतम योग्यता प्रमुख विषय भनेको म एकाउन्ट लेखेर एकाउन्ट राखेको छु। त्यसपछि तपाईँ परीक्षा केन्द्र स्थान छान्नुहोस् भन्नेमा यहाँ तपाईँले कुन क्षेत्रबाट दिँदै हुनुहुन्छ। म चाहिँ यहाँ मध्येको यहाँ तपाईँ कुन ठाउँमा बाइक पर्ने ठाउँको लोकेसन गर्न सक्नुहुन्छ। म लोकसेवा आयोग काठमाडौँ कार्यालय सेलेक्सन गर्छु। तपाईँ यहाँ कुन क्षेत्रबाट बाइक पर्नुहुन्छ त्यस ठाउँको सेलेक्सन गर्नुहोस्। अनि म काठमाडौँ कार्यालयमा सेलेक्सन गर्छु। त्यसपछि तपाईँ अप्लाई भइसकेपछि परीक्षा केन्द्र स्थान परिवर्तन हुने छैन। लोकसेवा आयोग काठमाडौँ कार्यालय गर्नु भइसकेपछि अनि यहाँ एउटा रिक्त पद आवेदन दिन आवश्यक शैक्षिक योग्यता पेश गर्नुपर्ने हुन्छ। अनि आन्तरिक कोटा रिक्त पदको लागि आवेदन दिन आवश्यक शैक्षिक योग्यता कुनै शैक्षिक योग्यता छ भने त्यो पेश गर्नुपर्ने हुन्छ। अनि यहाँ म पिएससीको शर्त र नियम स्वीकार्न तयार छु भन्नेमा क्लिक गर्नुहोस्। अनि त्यसपछि यहाँ तपाईँले म लागू गर्छु भन्ने म लागू गर्नुहोस् क्लिक गर्छु। अनि त्यसपछि तपाईँले यस्तो आवेदन दिएको विवरण मास्टर आइडी विभिन्न प्रयोगकर्ताको सम्पूर्ण विवरण देखाउनेछ। सहायक तहको 5औं तह नायब सुपसरहको विज्ञापन विवरण यहाँ यसरी सो हुन्छ। अनि तपाईँले यसरी तल गर्नुहोस्। अनि त्यसपछि तपाईँको जम्मा शुल्क यसको लागि 300 शुल्क लाग्नेछ। तपाईँ 300 शुल्क तपाईँले रद्द गर्नुहोस् भने रद्द गर्नुहोस्। तपाईँ हो निश्चित गर्छु भने हो निश्चित गर्छु म क्लिक गर्नुहोस्। यसरी गर्नु भइसकेपछि तपाईँले अब पे एप्लाई अब तपाईँ केबाट तिर्न सक्नुहुन्छ। यहाँ पे एप्लाईमा क्लिक गर्छु। यसरी तपाईँको यस्तो देखाउनेछ। तपाईँ अब क्रम प्रकार यसरी पेश गरेको आवेदनको भुक्तानी तपाईँले यहाँ यसरी सबै आवेदक पेजको मिति आवेदन पेजको मिति यसरी भुक्तानी अनि यसरी तिर्नुहोस् 300 रुपियाँ तपाईँ तिर्नुहोस् यसरी गर्नुहोस्। अनि तपाईँको आवेदक भुक्तानी तपाईँ कुन कुराबाट कुन चाहिँ ब्याङ्कबाट अथवा कुन चाहिँ उबाट तिर्न सक्नुहुन्छ त्यस सेलेक्सन गर्नुहोस्। त्यसपछि तपाईँ यहाँ सबै गर्नुभयो भने तपाईँले सबै भेट्नुहुन्छ। यहाँ सबै भनेपछि तपाईँ यहाँ आवेदक भुक्तानीमा तपाईँ अनलाइन भुक्तानी र अफलाइन भुक्तानी तपाईँ अफलाइनबाट तिर्न चाहनुहुन्छ कि अनलाइनबाट त्यस छनौट गर्नुपर्ने हुन्छ। म अनलाइनबाट गर्न चाहन्छु। अनलाइनबाट भनेपछि तपाईँ कुनबाट तिर्न चाहनुहुन्छ एनआइसी एसिया कुमारी ब्याङ्क राष्ट्रिय वाणिज्य ब्याङ्क सेलेक्सन गर्न सक्नुहुन्छ। अनि त्यसपछि यति गरिसकेपछि तपाईँको सम्पूर्ण काम तपाईँको फर्म भर्ने सम्पूर्ण प्रोसेस पुरा हुन्छ। यसरी नै तपाईँहरूले यसरी भर्न सक्नुहुन्छ। तपाईँलाई कस्तो लाग्यो आजको यस भिडियो राम्रो लाग्यो तपाईँले यस च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला। तपाईँलाई यस्तै भिडियो हामी आगामी दिनमा यसरी नै ल्याउनेछु। तपाईँले यस च्यानललाई फलो गर्नुहोला। आजको यस भिडियोबाट बिदा हुन अगाडि तपाईँहरूले यस च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला। मन परेको सक्दो सेयर गर्नुहोला। आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते सम्पूर्ण धन्यवाद।